हेलो गाइस, गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी लेकसेप जाँदैछौँ। तातो पानी त्यहाँनिर चाहिँ तातो पानी एकदम दबाई पानी छ भनेर चाहिँ मेरो नाना र बहिनी आउनु भएको छ बाहिरबाट। सो उनीहरूको अलिक खुट्टामा दाग घाउ जस्तो निक्लिएको रहेछ र उनीहरूको लागि आज चाहिँ बिहानै ड्युटी छुट्टी गरेर उनीहरूलाई लगेर लेकसेप जाँदैछु गाइस। तपाईहरुलाई म के कस्तो रहेछ देखाउने छु लेकसेपको नजारा। अघि भेनमा आएर बसेछ ऊ त्यहाँ चाहिँ फोलिन्छ र बस्नु। हेलो गाइस, गुड मर्निङ एभ्रिवान। आज हामी चाहिँ हैन फ्यामिली ट्रिप, हामी चाहिँ लेकसेप तातो पानी लेकसेप हो। हामी चाहिँ आज चाहिँ तातो पानी गएको हैन। अन्त पुरा गाह्रो परेर जस्तै गरेर बोल्छ। तातो पानी गएको यहाँनिर बस्यो। ठुलो सोले बोल माइक छैन हैन, हुन्छ त हौ, सुन्छ त। तातो पानी गएको हामी चाहिँ हो त्यस्तै पाराले भनेको एउटाले भेट्छ। डाइरेक्ट कसले सोच्छ होला कहाँ गएको भनेर। हल्लिनु भएन नि, यस्तो त्यो डन्ठा किन्नु छैन बरु। त्यो हल्लिँदैन ल। अनि वयस क्यामेरा मात्रै हल्लेको हो नि, त्यहाँ देख्दैनस् मान्छे सिधा बसिरहेछ। त्यहाँनिर यस्तो यस्तो देख्यो भने चाहिँ आइफोन भएर यसले केही बनाएको छैन भिडियो। विदेशमा कस्तो चल्छ। बनाउँछ नि जहिले बाहिर भने पोस्टै गर्दैन। यो के हो, उनीहरूकै कतरमा एउटा छेत्रिनी खै कस्तो गरिरा। अन्त हामी चाहिँ हैन हाम्रो चाहिँ खुट्टामा पनि के भएर पुरा घाउ आइरहेछ नि त। कति डक्टर पनि देखायो हैन हामीले उतै बाहिरतिर, तर त्यो स्किनको डक्टरले पनि केही थाहा भएन। घाउ चाहिँ के भन्दाखेरि यहाँ हेर्नुहोस् यस्तो हैन, यहाँनिर रातो भएको अन्त त्यहाँदेखि त्यही भएर चाहिँ उही भएन, जाती भएन बिस्तारै कुदा भाइ, त्यही भएर चाहिँ अन्त हामी चाहिँ त्यहाँनिर तातो पानीमा चाहिँ बिस्तारै कुदा न। पानीमा खुट्टा दुखायो भने अब त्यस्तै जाती हुन्छ भन्ने त्यस्तै बिलिफ छ हैन। त्यही भएर हामी चाहिँ त्यहाँनिर गएको आज हामी सबैजना हैन बिहानै उठेर। अन्त गाडीमाबाट आइ त हाल्दो रहेछ पापा हावा। गाडीमा हामी चाहिँ हात पनि गल्यो। भयो बिस्ला हाल्दैन हौ। अन्त हामी चाहिँ यहाँ पछाडि बसेको छौँ। खास गरी यहाँ चाहिँ 3जनाको सिट अरे, तर हामी चाहिँ दुब्लो पातलो भएर 4जना बसेको छौँ। यता चाहिँ हाम्रो ड्याडी हुनुहुन्छ, बहुतै हेन्डसम देखिहालेको छ अरे आज। किनकि यस्तो हल्लिरहेछ। अब यो क्यामेरा मैले हेर्नु सकिनँ किनकि हेर्नु आँखा कता हो कता टेढेमा आमाले टुरिज्म आएर बसिरहेछ अरे आमाले। टुरिज्म आएर यहाँ आइपुग्यौँ होइन। यो सुताउँदैछ, यो बुढो त निस्केर भरे भातहरू निस्किन्छ होला होइन। चाचाजीहरूलाई बाई बाई। अन्त आइयाम्मा, अन्त के भन्नु अब होइन, यस्तै छ। चिसो चिसो हावा चल्यो, चिसो चिसो मौसम हो। भयो फाइनली गाइस हामी चाहिँ लेकसेप तातो पानी आइपुगेको छौँ। मैले गाडी यहाँ राखेको छु हो। उधर चाहिँ अलिक रोड राम्रो रहेछ, धेरै राम्रो जग्गा रहेछ। म चाहिँ पहिलो सानोमा आएको एकचोटि, त्यहाँबाट यता आएकै थिइनँ। हेर्नु देख्न सक्नुहुन्छ अति नै सुन्दर खोलाको किनारमा ब्रिजहरू। पहिला पहिला यस्तै ब्रिजमा हामी हिँड्ने गर्थ्यौँ। अहिले चाहिँ ठुल्ठुलो ब्रिजहरू बनेर हिँड्नु छोड्यो भनौँ लगभग मान्छेहरू चाहिँ। अनि आमा पापा, एकजना बहिनी, एकजना दिदी मेरो आउनु भएको छ। अनि म आएको छु। अन्त यहाँ चाहिँ अरू पनि
तातो पानीमा दर्शन गर्नु नआउनु आउनेहरू आउनु भएको रहेछ गाइस, हेर्नु होला। यहाँ के रहेछ, यहाँ दुईवटा पुल रहेछ। यहाँ कोही पूजाको सामान पाउँदैछ सुङ्दीहरू? लु भन्, बोल। अम्बो स्वरै निक्लिँदैन। यहाँ त वान अफ द हेड किङफिसर। किङफिसर 2। अच्छा काले, यो त कालेको आँखै छैन रहेछ एउटा। वाट द, कालेको आँखा कसले फुटाइदियो? अच्छा कालेको आँखा छैन रहेछ एउटा। यो अर्को काली पनि यहाँ त माछा बवाल होला है। तपाईँहरू त बेलुका छ्यासै खेल्दा हुँदा होला नि। बहिनी भन्नु के, हाउ इज द फिल? भेरी ब्युटिफुल। बहिनी तातो पानीमा नुहाउनु चाहनुहुन्छ तपाईँ? अरू एडविका हिँड्नु? बहिनी हिँड्नु भनेको यता सिधा। पिसफुल एरिया, भगवानको बास भएको ठाउँ। हाम्रो फरेनर्स नाना के एक दुई शब्द राखिदिनुहुन्छ कि यो ध्वजाको बारेमा प्लिज? यो चाहिँ यसको बारेमा थाहा छैन भने चाहिँ यहाँ नआउँदा भयो। यसमा लेखेको मन्त्रहरूले चाहिँ सारा संसारलाई पिस, शान्ति र दुःखमा फ्री बनाएर राखोस् भनेर लेखेको यसमा। त्यही भएर यो चाहिँ हावाले उडाएर संसारमा शान्ति खाओस् भनेर बनाएको। फाइनली चुरी चिया पनि आइपुगेको छ। चुरी चिया बहिनी चिप्लिन्छ है। आजको कन्टेन्ट चाहिँ मेरो यही हुनेछ। अति नै सुन्दर पहाडहरू छ यहाँ चाहिँ। उयो माथिको देख्दै गरेको रोडबाट हामी आएको। यहाँ चाहिँ पुर्खौँदेखि मानिलिएको ठाउँ, तातो पानी डुब्ने ठाउँ। यहाँ चाहिँ यहाँ डुब्दाखेरि घाउ खटेरा शरीरको रोग कष्ट जाती हुने मानिन्छ यो चाहिँ। अनि यहाँ चाहिँ टाढो टाढोबाट मान्छे नुहाउनु आउने गर्दछ यहाँको तातो पानीमा। अन्त यहाँ एकदमै ठुलो माने घुम्दै रहेछ। यहाँ मुनि आउने ठाउँ चाहिँ गुम्पा रहेछ यहाँ गाइस। यही पानी भन्छ गाइसहरू। पानी त एकदमै खतरनाक छ। यहाँ से गाइस दूर दूर से बीमार है, शरीर में जो भी रोग कष्ट है उसको ये वाला पानी में नहाने से चला जाता है। ये पुरखों से हमारा यहाँ पे मान्यता है, जो इतना दूर दूर से आता है, जिसका शरीर पे घाव है, खुजली वगैरह है, वो यहाँ पे आ सकता है गाइस। देखो दूर दूर से आके यहाँ पे स्नान करते हैं। और ये बना रहा है शायद यहाँ पे और भी। और इसको पुरखों से ये के मानते आ रहा है सब। इसका पैर में देखा तो गाँव आपका दिखाई तो पैर में क्या हुआ था? ऐसा है, दाग धब्बा निकला इसका, इसीलिए इसको ये देखिए उपचार के लिए यहाँ पे ले आया हूँ।
वो चला जाएगा, वो ये मानता है। हमारा लोक नहीं सुधरने वाला है, देखो यार, सुधरने वाला नहीं है। चल्दै रहेछ, यहाँ बनाउँदै रहेछ यहाँनिर। चिडियाघरहरू अति नै सुन्दर, अति नै पिसफुल एरिया छ तपाईँको यहाँ चाहिँ गाइस। एकदमै नेचरले भरेको। अलिकति मेरो चाहिँ अब सेल्फी स्टिकहरू छैन, सो मैले चाहिँ हातैले बनाउँदैछु। ल गाइसहरू देख्नु होला। वाउ, वाट अ ब्युटिफुल, एकदम सुन्दरताले भरिएको छ गाइस। तातो पानीमा एउटा चिजको कमी रहेछ भने चाहिँ के भने चाहिँ यहाँ लेडिजहरूको लागि चेन्जिङ रुम छैन रहेछ। एउटा पर्मनेन्ट खालको चेन्जिङ रुम लेडिज र जेन्ट्सको बनाउनु पर्ने आवश्यकता देखेँ मैले हो। बिचारा चेन्जिङ रुम खोज्दैछ सबैले। के रहेछ भने चाहिँ केप 108 धारा ए होइन, केप अहिले अन्डा ठुसेर चाहिँ जान्छ अन्त। बहिनी जुत्ता खोल्नुहोस्। यहाँभित्र चाहिँ केप रहेछ हो, भित्र लामा हुनुहुन्छ अरे। बहिनी जानुहोस्, त्यो यहाँ राख्नुहोस्, छिटो जानु। फरेनर्स ग्याङहरू, अम्बो कप्सहरू। कतिपल्ट घुम्छ? फाइनली गाइस हामी चाहिँ अब लेक्सेपबाट नुहाइधुवाइ गरेर फर्किनु आँटेको। अनि अब रास्तामा यस्तो गजब नास्ता गर्नुपर्छ। सो तपाईहरुलाई म नास्ता, हामी चाहिँ यहाँ बेसी गरम भएर यसो नरिवल पानी टेस्ट गर्दैछौँ। एकदम दामी रहेछ। कस्तो हेर्नुका? यम्मी। कस्तो उपा? कस्तो छ? बियर खाएर नुनिलो लागेको। बन्द गरिदिनु अब। वाह, अभी यसले उसको नाममा माग्यो। चुचु गरेर खाइसक्यो। अब फाइनली अगायो। एड्रिका चाहिँ कोर्नवाला आइसक्रिम खाने रे है। आइसक्रिम निकाल। के खान्छ एड्रिका? अब के खान्छ तपाईँ? आइसक्रिम। अब अङ्कल आइसक्रिम निकाल्दैछ एड्रिकाको लागि है। वाउ, यस। लु लु कसरी छ? कसरी छ एड्रिका? कसरी रहेछ भन छिटो न यता हेरेर। यम्मी? हाउ इज द टेस्ट? यम्मी, सुपर। त्यसलाई पनि चिरेर त्यसको भित्रको गुदी पनि खाने हो, फिनिस गर्ने जाने। गुदी पनि निकाल्नु लगायो भुतले। निकाल्दिनु त भाइ। ए चुक्से भाइ, निकाल्नु त यो मेरो अहिले टेबल चुकाइदिए। यहाँ चाहिँ तपाईँहरू नहुनुहुन्छ, धेरै हेल्पफुल छ। नानीको गुदी धरि निकालिदिन्छ। यो होटलको नाम चाहिँ के पो त? उयो
जेन रेस्टुरेन्ट अरे प्योर भेज स्विट स्न्याक्सहरू प्योर भेजिटेरियनको लागि रहेछ यो चाहिँ तपाईँले डिफ्रेन्ट काइन्ड अफ स्विट्सहरू भेट्नु छ हेर्नुहोस् अब झोलो चिप आन्टी झोलो चिप हेर्नुहोस् 249 अम्बो तर पैसा पनि उस्तै छ नि त खान्छ नि त्यसलाई म किनिदिन्छु जे भने त्यही किनिदिन्छु यो जसले खान सक्छ अहिले मैले अफर गरेको त्यसलाई म जे भने त्यही किनिदिन्छु अलिकति डल्लै यसो गरेको यहाँ राख्नुहोस् यहाँ राख्नुपर्छ हो के हो यो चाहिँ सेन्टर फ्रुट डिफ्रेन्ट हामी चाहिँ यहाँनिर प्योर भेज फिस स्न्याक दोकानमा चाहिँ गन्नाको जुस कोकोनट खाएर चाहिँ हामी अब चाहिँ रम्फू लागेको फाइनली त्यो गाडी आउँदैछ यहाँ चाहिँ हाम्रो गाडी छ हाम्रो ड्राइभर हाम्रो प्यासेन्जर्सहरू ब्युटिफुल प्यासेन्जर्स पनि त्यहाँबाट एउटा प्यासेन्जर हो लेकसेप तातो पानी घुमेर पनि आइसकेको छौँ गाइस मैले ब्लग चाहिँ मैले अँधेरीसम्म मात्रै बनाएको थिएँ गाइस किनभने रम्फू त कति सब मान्छेले देखेकै छ त्यस्तो खासै देखाउनु पर्ने चिजहरू पनि छैन सो त्यही भएर मैले चाहिँ अँधेरीमा हामीले खाजा खाएको थियौँ मोमो एकदमै बढिया मिठो पाउँछ सो त्यही भएर मोमो खाएर चाहिँ ब्लग चाहिँ मैले त्यहीँ एन्ड गरेको थिएँ त्यहाँसम्मको मात्रै थियो सो अहिले चाहिँ घर आएर नुहाइधुवाइ गरेर सो भिडियोलाई पनि अलिकति हल्का फुल्का छ्यासै एडिट गरेर त्यस्तो एडिट गर्नु त आउँदैन र पनि अब जति आफ्नो दिमागले भाउँछ त्यतिको चाहिँ एडिट गरेको छु गाइस त्यस्तो खासै राम्रो प्रोफेसनल त बनाउन सकिँदैन र पनि यसै फोनबाट यसो हजुरहरूलाई के कसो रहेछ भनेर लेकसेपको यसो हल्का देखाउने कोसिस गरेको छु गाइस थ्याङ्क्स फर वाचिङ गाइस किप सपोर्ट किप लभिङ हजुरहरूकै सपोर्टको जरुरत छ